स्वागत छ भाइ बहिनीहरूलाई क्लास 11-12 को अनिवार्य नेपालीको प्रश्न उत्तर च्यानलमा। आज मैले कक्षा 12 को सहकारी पाठको नम्बर 5 र 7 प्रश्नको उत्तर लिएर आएकी छु। नम्बर 5 क, नेपाललाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ? नेपाल प्रकृति र संस्कृतिले भरिपूर्ण देश हो, तसर्थ आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधार स्तम्भ सहकारीलाई समुदायको सबै क्षेत्रमा स्थापना गर्नुपर्छ। सहकारीको लाभबारे समुदायको सर्वसाधारणलाई सुसूचित गराएर सहकार्य गराउँदा आम जनसमुदायमा छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिको एकीकृत उपयोग गर्न सके यसबाट आर्थिक उन्नति भएर व्यक्ति, समाज तथा राष्ट्रलाई नै आत्मनिर्भर बनाउन सकिन्छ। हाम्रो जस्तो गरिब मुलुकमा न्यून पुँजी भएका व्यक्तिले सहकारीमा आबद्ध भएर थोरै जम्मा गरी धेरै कमाउन सक्छन्। कृषि, पशुपालन, वन, वातावरण, विद्यालय, स्वास्थ्य, पर्यटन, सञ्चार तथा प्रविधि, वित्तीय सेवा, यातायात, जग्गा तथा आवास, ऊर्जा, बिमा, जडीबुटी, जलस्रोत एवं पर्यटन आदि विविध क्षेत्रमा सहकारीको स्थापना तथा सञ्चालनको पर्याप्त सम्भावना रहेको छ। यी सबै क्षेत्रमा सहकारीलाई प्रभावपूर्ण रूपमा सञ्चालन गर्न सके र स्वदेशी उत्पादनलाई प्राथमिकता दिए नेपाल र नेपाली आत्मनिर्भर बन्न सक्दछन्। स्वदेशमै रोजगारीको सृजना गर्न सकिन्छ र सृजनशील युवाको सक्रिय सहभागितामा देशले तीव्र गतिमा विकास गर्न सक्दछ। यसबाट राष्ट्रिय अर्थतन्त्रमा सुधार आएर नेपाल आत्मनिर्भर र सम्पन्न बन्न सक्दछ। अत सहकारीका माध्यमबाट सम्पूर्ण क्षेत्र तथा उद्योग धन्दालाई व्यवस्थित रूपमा सञ्चालन गर्दै नयाँ क्षेत्रहरूलाई समेटेर अघि बढ्न सके नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ। अब प्रश्न नम्बर ख, नेपालका घरेलु उत्पादनलाई व्यवस्थापन गरी बजारीकरण गर्न कस्ता उपाय अवलम्बन गर्नुपर्ला? उत्तर यस प्रकार रहेको छ। घरबाट सञ्चालन हुने सानो स्तरको विकेन्द्रीकृत उत्पादन व्यवसायलाई घरेलु उद्योग भनिन्छ। नेपाल जस्तो विकास उन्मुख मुलुकमा घरेलु उद्योगले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। घरेलु उद्योगहरू प्राय ग्रामीण क्षेत्रमा सञ्चालित हुने भएकाले यसले ग्रामीण क्षेत्रमा रोजगारीका अवसरहरू सृजना गर्दछ। अहिलेको प्रतिस्पर्धी बजारमा घरेलु उत्पादनको व्यवस्थापन र बजारीकरण गर्न सहज छैन। तसर्थ यस्ता उत्पादनलाई व्यवस्थापन र बजारीकरण गर्न निम्न कार्यहरू गर्न सकिन्छ। नम्बर 1, सहकारीका माध्यमबाट गुणस्तरीय सामग्री उत्पादन गरी सूचना तथा सञ्चारको माध्यमबाट उपभोक्तालाई उक्त सामग्रीको बारेमा प्रचार प्रसार गर्नुपर्दछ। नम्बर 2, सहकारी मार्फत बजार व्यवस्थापन समिति गठन गरी सामूहिक रूपमा उत्पादित वस्तुको प्रबन्धन गर्नुपर्दछ। नम्बर 3, स्वदेशी वस्तुलाई प्राथमिकता दिनका साथै सहकारीका सम्पूर्ण सदस्यलाई शिक्षा एवं तालिम दिने व्यवस्था गर्नुपर्दछ। नम्बर 4, घरेलु उद्योगलाई कानुनी शासन, पारदर्शिता र जवाफदेही रूपले चलाउनु पर्दछ। नम्बर 5, उत्पादित वस्तुको गुणस्तरमा ध्यान दिनुपर्दछ। नम्बर 6, बिक्री वितरण तथा व्यापार अभियान सञ्चालन गर्न ग्राहकसँग सम्पर्क गर्नुपर्दछ। नम्बर 7, ग्राहक प्रतिनिधिको व्यवस्थाका साथै सफ्टवेयरमा लगानी, डिजिटल मार्केट र हब स्पटको व्यवस्था लगायत इमेल मार्केटिङ, सामाजिक सञ्जालमा विज्ञापन, सबैभन्दा राम्रो औद्योगिक मार्केटिङ योजना छनौट, व्यापार मेलाहरूमा सहभागिता र व्यापारिक पत्रिकाहरूमा विज्ञापन छपाउने जस्ता कार्यहरू गर्नुपर्दछ। नम्बर 8, उक्त कुराहरूका साथै अनलाइनबाट रकम तिर्ने व्यवस्था लगायत व्यावसायिक वेबसाइट डिजाइन गर्ने जस्ता कार्यहरू गर्नुपर्दछ। अब प्रश्न नम्बर 7 को क, सहकारीले नेपालको विकासमा कसरी सहयोग पुर्याएको छ? उत्तर यस प्रकार रहेको छ। कक्षा 12 को नेपाली पाठ्यपुस्तकमा सङ्कलित सहकारी निबन्धमा आर्थिक समृद्धिको आधार स्तम्भ, उपयोगिता र आवश्यकताका बारेमा सविस्तार चर्चा गरिएको छ। आर्थिक समृद्धि तथा विकासका लागि पारस्परिक सहयोग र सहकार्य गर्ने उद्देश्यले सहकारीको स्थापना गरिन्छ। सहकारीको आवश्यकता र महत्त्व समाजका हरेक क्षेत्रमा भए पनि आर्थिक समृद्धि र विकासमा यसको विशेष महत्त्व रहेको छ। सहकारीको माध्यमबाट धेरै देशले आर्थिक समृद्धि हासिल गरेका छन्। विक्रम सम्वत 2010 मा तत्कालीन योजना तथा विकास मन्त्रालय अन्तर्गत
सहकारी विभागको स्थापना भएपछि विक्रम सम्वत 2013मा चितवनमा बखान ऋण सहकारी संस्थाको स्थापना भयो। त्यसपछि अरू 13वटा सहकारी संस्थाहरूको स्थापना पश्चात तिनको सञ्चालन, नियन्त्रण र निर्देशनका लागि विक्रम सम्वत 2016मा सहकारी सम्बन्धी ऐन बन्यो। त्यसपछि संवैधानिक अधिकारको प्रयोग गरेर सहकारीका माध्यमबाट आत्मनिर्भर तथा दिगो समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने उद्देश्यले सहकारीसँग सम्बन्धित विभिन्न ऐन, नियमावली, नीति तथा निर्देशिका बनेका छन्। त्यसपछि संविधानको धारा 296 को उपधारा 1 ले दिएको अधिकारको प्रयोग गरी व्यवस्थापिका संसदले सहकारी ऐन 2074 जारी गरेको छ। नेपालको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा केही वर्षभित्र यसले गरेका विभिन्न कार्यबाट स्पष्ट भएको छ। समाजका सबै क्षेत्रमा सहकारीको आवश्यकता महसुस गर्न थालिएको छ। सहकारीले नेपालको वित्तीय र सामाजिक दुवै क्षेत्रमा काम गरी आर्थिक विकासमा धेरै ठुलो सहयोग पुर्याएको छ। हाल नेपालमा सहकारीको कारण धेरै मानिसहरू आत्मनिर्भर बन्दै गइरहेका छन्। फलस्वरूप समाज र राष्ट्रको विकास हुँदै गइरहेको छ। सहकारी न्यून पुँजी भएका व्यक्तिहरू मिलेर सहकार्य गर्दै थोपा थोपा जम्मा गरी गाग्री भर्ने तथा यसको पुँजीमाथि सबै सदस्यहरूको समान स्वामित्व भएको संस्था हो। तसर्थ यसमा नाफा हुँदा सेयर पुँजीका आधारमा सीमित बचत फिर्ता पाउने व्यवस्था र संस्थागत सदस्यहरूको सेवा तथा सुविधा सुनिश्चित हुन्छ। श्रम र सिपलाई महत्त्व दिने सहकारीबाट स्वदेशमै रोजगारी सिर्जना भई आत्मनिर्भरता बढेको छ। सहकारी नीति 2074मा उल्लेख भए अनुसार उद्यमशीलताका क्षेत्र कृषि, पशुपालन, वन, वातावरण, विद्यालय, स्वास्थ्य, पर्यटन, सञ्चार तथा प्रविधि, वित्तीय सेवा, यातायात, जग्गा तथा आवास, ऊर्जा, बिमा लगायत जलस्रोतका क्षेत्र आदिमा सहकारी सञ्चालन हुँदै गइरहेको छ, जसका कारण लाखौँ युवाहरू वर्षेनी विदेश हुनुपर्ने बाध्यता पनि कम हुन थालेको छ। तसर्थ सहकारीको माध्यमबाट सञ्चालित उद्योगलाई व्यवस्थित बनाउँदै नयाँ क्षेत्रहरूलाई पनि यस अन्तर्गत समेट्न सके यसको माध्यमबाट नेपाल आर्थिक वृद्धि गरी समुन्नत र सुखी मुलुक बन्न सक्छ। अब लागौँ प्रश्न नम्बर ख तर्फ। प्रश्न नम्बर ख, सहकारीमा एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ, विवेचना गर्नुहोस्। उत्तर, कक्षा 12 को नेपाली पाठ्यपुस्तकमा सङ्कलित सहकारी निबन्धमा आर्थिक समृद्धिको आधार स्तम्भ, उपयोगिता र आवश्यकताको बारेमा सविस्तार चर्चा गरिएको छ। सहकार्य गर्ने साथीहरूले आर्थिक समृद्धि र विकासका लागि मिलेर स्थापना गरिने सहकारी संस्थाको माध्यमबाट व्यक्तिलाई आत्मनिर्भर बनाई दिगो विकासको लक्ष्य राखिएको हुन्छ। जनसमुदायमा छरिएर रहेको साना साना पुँजी, प्रतिभा र प्रविधिको एकीकृत उपयोग भएर यसबाट व्यक्ति र समाजको आर्थिक उन्नति हुन्छ। सामाजिक, सांस्कृतिक, आर्थिक लगायत विभिन्न क्षेत्रमा गरिने उद्देश्यमूलक सामूहिक क्रियाकलाप नै सुख, समृद्धि र विकासका आधार हुन्। मानिस सामाजिक प्राणी भएकाले ऊ समाजमा बसेर विविध सामाजिक कार्यहरू गर्दछ। एक आपसको सहयोग र समझदारीका कारण नै वर्तमान मानव सभ्यताको विकास सम्भव भएको हो। आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधार स्तम्भका कारण नै व्यक्ति आत्मनिर्भर बन्न सक्दछ भने समाज विकसित हुन सक्दछ। सहकारीमा साना साना पुँजी भएका व्यक्तिहरूको लगानी हुने र सहकार्यलाई महत्त्व दिने भएकाले न्यून भएका व्यक्तिहरू पनि आबद्ध हुन सक्दछन्। एकले थुकी सुकी, सयले थुकी नदे भने चाहिँ एक्लैले गर्न नसकिने काम धेरै व्यक्तिहरू मिलेर गर्न सकिन्छ। धेरै व्यक्तिहरूको साना साना रकम जम्मा गरेर ठुलो रकम बनाएर लगानी गर्दा ठुलो प्रतिफल प्राप्त गर्न सकिन्छ, जसले सहकार्य गर्ने सहकारीका सबै सदस्यहरूलाई फाइदा हुन्छ। सबैको सामूहिक प्रयासबाट नै व्यक्ति, समाज तथा राष्ट्रको आर्थिक समृद्धि हुन्छ। सबैजसो क्षेत्रमा सहकारीलाई सञ्चालन गर्न सक्ने हो भने मौलिक वस्तुहरूको उत्पादन बढाएर विश्वव्यापीकरणको प्रभावलाई कम गर्न सकिन्छ। फलस्वरूप जनताहरू आत्मनिर्भर भई राष्ट्रिय अर्थतन्त्र पनि मजबुत हुन पुग्दछ। सहकारीले सबै किसिमका व्यक्तिलाई समेट्ने भएकाले र
आर्थिक स्थिति कमजोर भएका व्यक्तिलाई प्राथमिकतामा राख्ने भएकाले नेपाल जस्तो विकास उन्मुख राष्ट्रका लागि यो एक बलियो आर्थिक समुन्नतिको माध्यम बन्न सक्दछ।